सबैलाई पक्कै पनि स्वागत छ नेपाल टेक च्यानलमा। आज पनि हामी आइसकेका छौँ नयाँ भिडियो ल्याएर। यो भिडियोमा चाहिँ हामीले सिकाउन जाँदैछौँ फोटोको क्वालिटी कसरी बढाउने एआईबाट। अब फोटोको क्वालिटी एआईबाट बढाउन पनि सम्भव छ। यो दुवै मोबाइल, ल्यापटप, पिसी जेसमा पनि वर्क गर्दछ। हेरौँ कसरी बढाउने है। सुरुमा गुगलमा गएर च्याटजिपिटी सर्च गर्ने। पहिलो आएको वेबसाइटलाई लगइन गर्ने खोल्ने। त्यसमा अब हजुरलाई कुन फोटोको क्वालिटी बढाउने हो त्यो चुज गर्नुहोस्। जस्तै मैले खोज्दैछु त्यो बालेन्सावाला फोटो, अखिन भर्खर क्लिक गरेको मैले त्यो फोटो। तल रहेछ भेटाए। ओपन गर्ने। यो मोबाइलमा पनि चल्दछ। निर्धक्क रूपमा म भन्न सक्दछु, नचल्यो भने मलाई भन्नु होला। गएर अब यो प्रम्प्ट लेख्ने, सबैले सेम लेख्नुपर्छ, फरक लेख्दा हुँदैन है। इन्क्रिज द क्वालिटी अफ द फोटो एन्ड डु नट चेन्ज द ब्याकग्राउन्ड एन्ड डु नट चेन्ज द एक्सप्रेसन। यो चाहिँ सबैले लेख्नु पर्दछ। यो नलेखेको उसमा हुँदैन। ब्याकग्राउन्ड चेन्ज गरिदिन्छ कि केही चेन्ज गरिदिन्छ, यस्तै प्रब्लम देखिन्छ। त्यही भएर मैले यहाँ जे लेखेको छु त्यो लेख्न पनि पाइयो। क्वालिटी इन्क्रिज गरिदिनुहोस्। क्वालिटी इन्क्रिज अनि पछाडि नट चेन्ज एक्सप्रेसन र नट चेन्ज ब्याकग्राउन्ड हान्न पनि आउँछ है। क्वालिटी इन्क्रिज त हुन्छ, मैले यो लेखेको जति इन्क्रिज हुँदैन है। अब यो लेखेर पेस्ट गरिसकेपछि अब च्याटजिपिटीले एकछिन टाइम लाग्छ, कति 5-10 सेकेन्ड लाग्छ लगभग। अब 1-1.5 मिनटसम्म लाग्छ। आत्तिनु पर्दैन। यसले निर्धक्क रूपमा भएर भन्न सक्नुहुन्छ। यसले हजुरको त्यो लो क्वालिटीलाई पनि हाई क्वालिटीमा बनाउन सक्छ। अब एकछिन वेटिङ के भनिरहेछ। अब बन्यो हेर्नु। पहिलाको अब हेर्नु, अहिलेको हेर्नु। पहिलाको भिडियोको फोटोको क्वालिटी हेर्नु, अहिलेको फोटोको क्वालिटी हेर्नु, कति धेरै चेन्ज छ। पहिलाको फोटोको क्वालिटी पनि देखाइदिन्छु, यस्तो छ। अनि अहिलेको फोटोको क्वालिटी यस्तो छ। पुरै नै फोटोको पुरा हाल नक्सा सबै क्वालिटी इन्क्रिज गरिदिएको छ। फेरि पनि यस्तै भिडियो चाहियो भने नेपाल टेक च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। हामी फेरि पनि यस्तै भिडियो ल्याएर आउनेछौँ। प्लिज लाइक एन्ड सब्सक्राइब।